रवि लामिछानेको आगमन भइसकेको छ। आज इटरीमा हुने बृहत आमसभालाई सम्बोधन गर्नको लागि रवि लामिछाने चन्द्रगढी एयरपोर्ट हुँदै भद्रपुर, बिर्तामोड, दुधे, झिल्दिले लगायत विभिन्न ठाउँमा आफ्ना समर्थकहरूलाई सम्बोधन गर्दै जाने क्रममा झापा दमकमा अहिले आइपुग्नु भएको छ र उहाँ समर्थकमा केही बेर 5-7 मिनट उहाँले आफ्नो अभिव्यक्तिहरू राखेर उहाँ पुनः इटरीको कार्यक्रममा सहभागी हुनको लागि जाँदै हुनुहुन्छ र यस क्रममा रवि लामिछाने समर्थकले रवि लामिछाने गाडीलाई पूर्ण रूपले घेरिएको अवस्थामा तपाईँले देखिराख्नु भएको छ दर्शकबिन। र उक्त कार्यक्रममा बालेन शाह भने अघि नै पुगिसक्नु भएको छ। उहाँ इटरीको कार्यक्रम भ्याउनको लागि दमकबाट उहाँ इटरीतर्फ बिहानै प्रस्थान गर्नुभएको छ भने रवि लामिछाने अहिले इटरीको लागि जाने क्रममा दमक ठ्याक्कै झापा दमकको गोर्खा डिपार्टमेन्ट स्टोर अगाडि आफ्नो समर्थक सामुने आइपुग्नु भएको छ र उहाँले यहाँ 2-3 मिनट आफ्नो केही अभिव्यक्तिहरू राखेर उहाँ इटरी जाने कार्यक्रम रहेको जानकारीमा आएको छ है दर्शकबिन। ल हेर्नु आज दमकमा समर्थकहरूको रवि लामिछानेप्रतिको माया। अलिक बल त्यो टावरसम्म सुन्ने गरी आवाज आउनु पर्यो। जय बन्दी। जसका लागि जुन निर्वाचन क्षेत्रमा यहाँ आज उभिएको छु, मलाई थाहा छ तपाईँहरूले मन बनाइसक्नु भएको छ यहाँ भोट माग्न आउनु पर्दैन। म यहाँ भोट माग्न होइन, म झापा 5मा भोट माग्न होइन, न्याय माग्न आएको छु। भोट त सबैले पाउँछन्, चुनाव त सबले जित्छन्, न्याय पाउनका लागि एउटा युग पर्खिनुपर्छ। झापा 5मा न्याय माग्न आएको छु दाजुभाइ दिदीबहिनीहरू। अन्याय त म माथि पनि भएकै हो, तर मेरो न्याय माग्न आएको होइन। अन्याय त म माथि मात्र भएको होइन, अन्यायको शिकार त म पनि भएको छु। मेरो चिन्ता गर्न पर्दैन, तर देशको न्यायको लागि एकपटक झापा 5को यसपटकको मतदान इतिहासको एउटा कोसे ढुङ्गो हुनेछ। म त्यो इतिहास बदल्नका लागि झापा 5 तयार छ कि छैन हेर्न मैले कुनै पनि सभामा यति धेरै माथि चढेको छैन। हुन त म त्यति धेरै माथि चढ्ने मान्छे होइन, भएकै मान्छे हो, तर म सबैको अनुहार हेर्न चाहन्छु इतिहास बदल्न तयार छ कि छैन। देशलाई न्याय गर्नुपर्नेछ र देशलाई न्याय गर्नेछ भन्ने कुरा मैले विश्वास गरेको छु। यो देश इतिहासको सबैभन्दा महत्त्वपूर्ण ठाउँमा आएर उभिएको छ। जब जब जनता जागे तब तब देश बचेको छ। मलाई बाआमाहरूले आशीर्वाद दिने बाटो बाटोमा रोकेर भन्नुहुन्छ, बाबु यो देश बचाऊ। मैले सुनेको छु। म झापा 5मा उभिएर भन्न चाहन्छु, बाआमा सुन्नुहोला, यहाँ पनि हुनुहुन्छ, यो देश बच्छ पनि र यो देश बन्छ पनि। हिसाब चाहिँ हुन्छ। वर्षौँसम्म यो देशलाई अन्धकारमा पाकेर देशका राज्यका भित्तामा पार्टीका कारिन्दाहरू टाँसेर राज्यलाई कमजोर पार्नेको हिसाब चाहिँ हुन्छ। प्रतिशोध हुँदैन।
प्रतिशोध हुँदैन, हिसाब चाहिँ हुन्छ। म यति भन्न र यति प्रतिबद्धता दिन यहाँहरू समक्ष आएको हुँ। बाँकी अर्को सभामा हामी सँगै उभिने नै छौँ। राष्ट्रिय स्वतन्त्र पार्टीका उम्मेदवार बालेन्द्र शाहलाई अत्यधिक मत दिएर, ऐतिहासिक मत दिएर विजयी गराउन